67 साल माघ 26 गते एमाले अध्यक्षलाई इटहरीमा एक कार्यकर्ताले गालामा थप्पड हाने। पार्टी कार्यक्रममा भाग लिन गएका एमाले अध्यक्ष खनाललाई एक पूर्व कार्यकर्ताले बिहिबार थप्पड हानेका हुन्। पार्टी वैचारिक तथा सांगठनात्मक सुदृढीकरण कार्यक्रममा भाग लिन आएका खनाललाई एमाले पूर्व कार्यकर्ता सुनसरी भरौल निवासी देवी प्रसाद रेग्मीले मञ्चमै पुगेर थप्पड हानेका हुन्। गालामा थप्पड खाएपछि झलनाथ खनाल रातो पिरो भए र नाकमा घाउ पनि लाग्यो। पार्टी कार्यक्रममा भाग लिन गएका एमाले अध्यक्ष खनाललाई एक पूर्व कार्यकर्ताले बिहिबार थप्पड हानेका हुन्। पार्टीको वैचारिक तथा संगठनात्मक सुदृढीकरण कार्यक्रममा भाग लिन गएका खनाललाई एमाले पूर्व कार्यकर्ता सुनसरी भरौल निवासी देवी प्रसाद रेग्मीले मञ्चमै पुगेर थप्पड हानेका हुन्। 52 वर्षीय रेग्मीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ। नेताहरूले देश बिगारेकोले खनाललाई मौका पारेर थप्पड हानेको रेग्मीले प्रतिक्रिया दिए। नेताहरूले देश बर्बाद पारे, मर्नुभन्दा बौलाउनु निको भन्ठानेर झापड खानेको हुन्। प्रहरी नियन्त्रणमा रहेका रेग्मीले सञ्चारकर्मीसित यसरी भने। रेग्मी पार्टी प्रवेश गर्ने कार्यकर्ताको लाइनमा मिसिएर खनाल नजिकै पुगेका थिए। झापड हान्दा खनालको चस्मा झरेको थियो। कार्यक्रममा अन्य दलका झन्डै 1000 कार्यकर्ता एमाले प्रवेश गरेका थिए। 81 भिडबाट थप्पड खाएपछि एमाले अध्यक्ष झलनाथ खनाल रन्थनिएर बस्न पुगेका थिए। घटनाको विवरण यस्तो छ। मञ्च वरिपरि 4 दर्जनभन्दा बढी सुरक्षाकर्मी तैनात थिए। एमालेको युवा दस्ता युथ फोर्सका 5 दर्जन युवाहरू पनि स्वयंसेवकका रूपमा मञ्चमाथि र वरिपरि बसेका थिए। मञ्चको मुख्य भागमा एमालेका अध्यक्ष झलनाथ खनाल उत्साहित मुद्रामा पार्टी प्रवेश गरेका नयाँ कार्यकर्तालाई रातो टीका लगाएर स्वागत गरिरहेका थिए। काङ्ग्रेस, माओवादी र राप्रपाबाट तातीका ताती युवाहरू पार्टी प्रवेश गरिरहँदा मञ्चको अघिल्लो भागमा रहेका एमालेका 500 भन्दा बढी कार्यकर्ताहरू हुटिङ गर्दै ताली बजाइरहेका थिए। नयाँ कार्यकर्ता प्रवेशबाट उत्साहित खनाल एमाले कोशी अञ्चल कमिटीका संयोजक राजेन्द्र गौतम, सचिव जीवन घिमिरे, सुनसरी अध्यक्ष रेवती रमण भण्डारी लगायत नेताहरू पनि प्रफुल्लित मुद्रामा थिए। नयाँ कार्यकर्ता प्रवेशको तेस्रो चरणका युवाहरूसँगै उनीको टोपी कोट लगाएर एक व्यक्ति पनि मञ्चमा चढे। उमेर वृद्ध जस्तो देखिने उनी मञ्चमा देखिने साथ एमाले अध्यक्ष खनालले खुसी हुँदै हात मिलाए। हात मिलाइसकेपछि निधारमा रातो टीका लगाइदिन खोज्दा उनले टीका लगाउन अस्वीकार गरे। टीका लगाइदिन खोज्दा खनालको हात पन्छाएका थिए। हात पन्छाएपछि खनालले दुवै हात तल झारेका थिए। त्यही मौका छोपेर ती व्यक्तिले मञ्चमा उभिरहेका खनालको देब्रे गालामा दाहिने हातले एक थप्पड हिर्काए। थप्पड खानासाथ खनाल झस्किए र पछाडि हटे। खनालको चस्मा पनि भुइँमा झरिहाल्यो। चस्मा झर्दा खनालको दाहिनेपट्टिको नाकको डाँडीमा रगत आउने गरी काटेको थियो। खनालका सुरक्षाका लागि मञ्चमै बसिरहेका उनका सुरक्षा गार्ड मनराज बानिया पनि हेरेको हेरै भए। उनी पनि आत्तिँदै खनाललाई कुट्ने ती व्यक्तिलाई धकेल्दै मञ्च बाहिर निक्लेका थिए। खनालले सार्वजनिक कार्यक्रममा सबै देख्ने गरी थप्पड खाएपछि माहौल एकाएक तातिएको थियो। कार्यकर्ताको भिड ती कुट्ने व्यक्तितर्फ केन्द्रित भएको थियो। तत्काल प्रहरीको नियन्त्रणमा रहेका उनले नवप्रवेश तथा पुराना कार्यकर्ताहरूले कुटपिट गर्न थालेपछि प्रहरीलाई जोगाउन निकै हम्मे परेको थियो। प्रहरीको नियन्त्रणमा रहेका अवस्था ती व्यक्तिले आफू सुनसरीकै भरौल 1 निवासी देवी प्रसाद रेग्मी भएको बताए। किन थप्पड हान्नु भएको भन्ने प्रश्नमा उनले देशलाई बर्बादीतर्फ लगेकाले नेताहरूलाई सचेत गराउनका लागि अध्यक्ष खनाललाई थप्पड हानेको बताए। उनले आफूलाई कसैले पनि परिचालन नगरेको पनि दाबी गरे। आफ्नै स्वविवेकले हिर्काएको हुँ।